आफ्नो अफिस टाइमिङमा आउनुस्। हेर्नुस् सिक्किममा अफिस टाइमिङ्स 10 देखि 4:30 हो। कोही ठुलो बेसी लामो अवधिको अफिस टाइमिङ्स पनि होइन र पुलिसबाट त आशा अपेक्षा छ हाम्रो हरेक अफिसमा टक्कै 10 बजे चाहिँ मान्छे हुनुपर्ने हो र 4:30 बजेसम्म चाहिँ हरेक स्टाफ त बस्नु नै पर्ने हो। बाँकी सिनियर पुलिस अफिसर्स डिस्ट्रिक्ट्समा उनीहरू त कोही बेला 5:30 पनि बज्छ, 6 पनि बज्छ, 7 पनि। र म यही आह्वान गर्न चाहन्छु हरेक र्याङ्कको अफिसर्सलाई। आज कन्स्टेबल हेड कन्स्टेबलले आफ्नो एसआइपिआईलाई इज्जत दियोस्, एसआइपिआईले आफ्नो एसडिपिओ एसपीलाई इज्जत दियोस्, एसडिपिओ एसपीले डिआइजीलाई दियोस् अनि सिनियर्सले पनि आफ्नो जुनियर्सलाई माया गरोस्। तर गलत काम हुँदैछ भने चाहिँ त्यसमा चाहिँ हामीले कहीँ न कहीँ टोकाई पनि गर्नुपर्ने हो। खाली गुडी बिहेभियर गरेर नाइस बिहेभियर गरेर मलाई के मतलब छ, कसले के गर्दैछ, अगर कोही रक्सी खाएर घुमिरहेको छ मलाई के मतलब छ। महानिदेशकको हैसियतमा अपिल गर्न चाहन्छु एन्ड पुलिसले पोलिसी अफ रिवार्ड एन्ड पनिशमेन्ट फलो गर्छ। राम्रो गर्दा चाहिँ रिवार्ड पाउने, एप्रिसिएसन पाउने, क्याश अवार्ड्स पनि पाउने, नराम्रो गर्दा चाहिँ मेमोज पाउने र पछि डिसिप्लिनरी इन्क्वायरिज पनि हुन सक्ने। र 1-2 जना जोहरूले अभद्र व्यवहार गरिरहेको छ, गर्दैछ, उहाँहरूलाई चेतावनी पनि छ। तपाईहरु चाहिँ आफ्नो सिनियर्सलाई बाइपास गर्ने, ओभररुल गर्ने, हुकुम नमान्ने, एफिसिएन्सी नदेखाउने यो ह्याबिट्स छोडिदिनुस्। ऑफिसर्स एन्ड जवान्स अफ सिक्किम पुलिस साथीहरु, आज एउटा महत्त्वपूर्ण मेसेज अथवा सन्देश तपाईको अगाडि लिएर उपस्थित छु। फ्रेन्ड्स, यो इम्पोर्टेन्ट मेसेज हो डिसिप्लिन अनि पंक्चुअलिटी को विषयमा। हेर्नुस्, पुलिस फोर्सेसमा अनुशासन, डिसिप्लिन सर्वप्रथम इम्पोर्टेन्ट कुरा हो। हरेक अफिसर, हरेक जवान, चाहे जोसुकै र्याङ्कको होस्, चाहे कन्स्टेबल होस्, चाहे एसपी होस्, चाहे डीजी होस्, उहाँहरूले डिसिप्लिन त मेन्टेन गर्नु नै पर्ने हो। आज म यो भन्न चाहन्छु कि हाम्रो अग्रजहरूले सिक्किम पुलिसमा कति दशकदेखि नि एउटा राम्रो नाम बनाइएको छ। सिक्किम पुलिसको, सिक्किम पुलिस स्मार्टनेसको लागि, आफ्नो गुड डिलिङ्सको लागि पब्लिकमा एउटा सार्थक फोर्सको रूपमा अगाडि बढिराखेको छ। र म यो भन्न चाहन्छु कि बीच-बीचमा एक दुई जनाको एक्जाम्पल्स मेरो अगाडि आउँछ जहाँ कोही अफिसर्सले त्यस्तो प्रकारको वातावरण क्रिएट गर्ने कोसिस गर्छ कि म आफ्नो सिनियरको हुकुम मान्दैन, म आफ्नो सिनियरको हुकुम सुन्दैन, मेरो सिनियरले मलाई के गरिदिन्छ। यो कुरा चाहिँ कोही बेला हामी सुन्छौँ। कुनै ओसीले आफ्नो एसडिपिओ को हुकुम नमान्ने, कोही एसडिपिओले आफ्नो एसपी को हुकुम नसुन्ने, कुनै कन्स्टेबल हेड कन्स्टेबलले आफ्नो ओसी को हुकुम नसुन्ने, कोही एसपीले आफ्नो डिआइजी को स्लो काम गर्ने भन्ने। यो 1-2% त्यस्तो केसेस पनि हामी सुन्छौँ, नजरमा आउँछ। हेर्नुस्, यो बडा ब्याड बिहेभियर हो। म स्पष्ट शब्दमा भन्न चाहन्छु, जुनै पनि अफिसरले त्यस्तो गर्छ भन्ने पहिला उसले बताउँछ कि अभद्र व्यवहार, अभद्र बिहेभियर उसले गरेको हो। दोस्रो, उसले बताउँछ कि उसले ट्रेनिङ प्राप्त गरेको छैन, प्रशिक्षण प्राप्त गरेको छैन, उसलाई ट्रेनिङको दरकार छ। तेस्रो, उसले यो पनि सिकाउँछ कि उसको आमा बाबा पेरेन्ट्सले पनि उसलाई राम्रो संस्कार दिएको छैन। पुलिस डिपार्टमेन्टमा यो ल्याङ्ग्वेजमा यसलाई इनसबअर्डिनेसन भन्छ। इनसबअर्डिनेसन टु लफुल अर्डर्स इस्युड बाई अ सिनियर अफिसर्स। हेर्नुस्, कुनै पनि पुलिस डिपार्टमेन्ट चाहिँ अराजकताको माहौलमा चल्नु सक्दैन। पुलिस डिपार्टमेन्टमा टक टक डिसिप्लिन चाहियो। हामीलाई चाहिँ अर्को सिभिलियन्सले किन रिस्पेक्ट गर्छ भन्दाखेरि पुलिस डिपार्टमेन्टमा एफिसिएन्सी छ, शीघ्रताको साथमा, तत्परताको साथमा काम भइहाल्छ। पुलिस डिपार्टमेन्टमा गयो भने चाहिँ काम चाहिँ साथकै साथ हुन्छ, किनभने सिनियरको अर्डर जुनियरले मान्छ। हरेक लफुल अर्डरलाई चाहिँ मान्ने एउटा कानुनमा, रुलमा बाध्यता गरिएको छ। र म यही आह्वान गर्न चाहन्छु हरेक र्याङ्कको अफिसर्सलाई। आज कन्स्टेबल हेड कन्स्टेबलले आफ्नो एसआइपिआईलाई इज्जत दियोस्, एसआइपिआईले आफ्नो एसडिपिओ एसपीलाई इज्जत दियोस्, एसडिपिओ एसपीले डिआइजीलाई दियोस् अनि सिनियर्सले पनि आफ्नो जुनियर्सलाई माया गरोस्। तर गलत काम हुँदैछ भने चाहिँ त्यसमा चाहिँ हामीले कहीँ न कहीँ टोकाई पनि गर्नुपर्ने हो। खाली गुडी बिहेभियर गरेर नाइस बिहेभियर गरेर मलाई के मतलब छ, कसले के गर्दैछ, अगर कोही रक्सी खाएर घुमिरहेको छ मलाई के मतलब छ, कोही ड्रग्स खाँदैछ मलाई के मतलब छ, कोही ड्युटी आएकै छैन म नराम्रो किन हुनु,
यो कुराहरु चाहिँ हामीले ध्यान राख्नुपर्ने हो। इट्स आवर मोरल रिस्पोन्सिबिलिटी, इट्स आवर लीगल रिस्पोन्सिबिलिटी। यो जिम्मेवारी हो जो हामीले निभाउनु पर्ने हो। यसमा चोइस होइन। हामी सिनियर पोजिशन्समा बसिरहेको छौं र म आशा अपेक्षा राख्छु हरेक सिनियर र्याङ्कले आफ्नो जुनियरलाई चाहिँ जो अर्डर लफुल दिन्छ जुनियरले त्यसको तामिल गरोस् अनि मात्रै फोर्सको डिसिप्लिन एउटा सुचारू ढंगले चल्छ। दोस्रो कुरा आयो पंक्चुअलिटीमा। समय समयमा सिक्किम सरकारले सर्कुलर्सको माध्यममा धेरै प्रकारको इम्प्लोइजले आह्वान गर्दैछ कि आफ्नो अफिस टाइमिङमा आउनुस्। हेर्नुस् सिक्किममा अफिस टाइमिङ्स 10 देखि 4:30 हो। कोही ठूलो बेसी लामो अवधिको अफिस टाइमिङ्स पनि होइन र पुलिसबाट त आशा अपेक्षा छ हाम्रो हरेक अफिसमा टक्कै 10 बजे चाहिँ मान्छे हुनुपर्ने हो र 4:30 बजेसम्म चाहिँ हरेक स्टाफ त बस्नु नै पर्ने हो। बाकी सिनियर पुलिस अफिसर्स डिस्ट्रिक्ट्समा उनीहरु त कोही बेला 5:30 पनि बज्छ, 6 पनि बज्छ, 7 पनि बज्छ, फिल्ड जाँदा त 8-9 पनि बज्छ। हामी चाहिँ 24 आवर्स अन ड्युटी हुन्छौं। सो एउटा प्यासनको साथमा पुलिसिङ गरौँ साथीहरु। कहिले पनि घडी हेरेर 5 पल्ट चाहिँ कहिले टाइम पुग्छ कहिले टाइम बित्छ भन्ने खालको यसका मतलब मेरो मन चाहिँ मेरो जबमा छैन, मेरो इन्ट्रेस्ट छैन। म त टाइम पास मात्रै गरिराखेको छु कि कसरी चाहिँ 1-2 वटा यता उति बिहा शादीमा जाउँ कि आज चाहिँ म कुन चाहिँ उसमा चाहिँ आफ्नो टाइम वेस्ट गरेर आउँ भन्ने खालको यो खालको एटिट्युड राम्रो होइन र यो जो पंक्चुअलिटी भन्ने कुरा हो यो पनि तपाईहरुले सर्वोपरि राख्नुपर्ने हो। सिक्किम सरकारको आदेश आउँदैछ, कतिवटा चाहिँ आदेशमा क्लियर छ कि हरेक डिपार्टमेन्टमा डिसिप्लिन र पंक्चुअलिटी राम्रो हुनुपर्ने हो। म महानिदेशकको हैसियतमा अपिल गर्न चाहन्छु एन्ड पुलिसले पोलिसी अफ रिवार्ड एन्ड पनिशमेन्ट फलो गर्छ। राम्रो गर्दा चाहिँ रिवार्ड पाउने, एप्रिसिएसन पाउने, क्याश रिवार्ड्स पनि पाउने, नराम्रो गर्दा चाहिँ मेमोज पाउने र पछि डिसिप्लिनरी इन्क्वायरीज पनि हुन सक्ने र 1-2 जना जोहरुले अभद्र व्यवहार गरिराको छ, गर्दैछ, उहाँहरुलाई चेतावनी पनि छ। तपाईहरु चाहिँ आफ्नो सिनियर्सलाई बाइपास गर्ने, ओभररुल गर्ने, हुकुम नमान्ने, एफिसिएन्सी नदेखाउने यो ह्याबिट्स छोड्दिनुस्। यो ह्याबिट्स राम्रो होइन। एक न एक दिन तपाई चाहिँ डिपार्टमेन्ट इन्क्वायरीको फेलामा पर्नु सक्छ भन्ने चाहिँ अनि जो जति राम्रो हुँदैछ तपाईहरुले बहुत बधाई छ, बहुत आशीर्वाद छ। तपाईहरु नि हाम्रो सिक्किम पुलिसको आन बान शान हो। तपाईहरुलाई नि हाम्रो चाहिँ सिक्किम पुलिसले मान्छ र म तपाईहरुलाई चाहिँ सल्युट गर्छु एज डीजीपी किनभने तपाईहरुले नि हाम्रो डिपार्टमेन्टको इज्जत राखिराको छ र 2025 मा मिशन 2025 को अन्तर्गत जो रिफर्म्स हामी गर्दै छौं म चाहन्छु 7,000 फोर्सले हामीलाई साथ दियोस् र सिक्किम पुलिस शुड बी द बेस्ट। जय हिन्द, जय सिक्किम।